आज चाहिँ चटपटे म कहाँ गएर खाएँ आउनुस् पुरा भिडियो हेरौँ। फर्स्टमा चाहिँ मैले बाबुलाई रुममा एक्लै सुताएर म चाहिँ भाउजूको पसलतिर लागेँ। बच्चा लिएर गएपछि यस्तो झ्याउ गर्छन् कि म चाहिँ भाउजूको पसलमा पुगेँ। त्यहाँ चाहिँ कटर रहेछ के मलाई देख्ने बित्तिकै कटर देखाउन लाग्नुभयो के भाउजू मलाई चाहिँ यति मनपर्छ नि त कटर। मेरो लागि यो फल चाहिँ फेभरेट नै भइसक्यो कि मलाई चाहिँ लास्ट टाइम मनपर्छ। म चाहिँ कटर देखेर मुख कन्ट्रोल नै गर्न सकिनँ के म चाहिँ खानातिर लागेँ। म चाहिँ कटर खाएर कहिले पनि नगाउने भइसकेँ के। कटर खाइसकेपछि फेरि भाउजूले चाहिँ चटपटे बनाउनुतिर लाग्नुभयो के। भाउजू चाहिँ चटपटे यस्तो मिठो बनाउनुहुन्छ। म चाहिँ भाउजूको हातको चटपटे खान टाइममा भाउजूको पसलतिर गएर बच्चा एक्लै रुममा सुताएर आएपछि के खानुभन्दा नि बढी बच्चातिर ध्यान जाने रहेछ। बाबुहरूलाई सुताएर गएको थिएँ नि म चाहिँ भाउजूको पसलमा के 10-15 मिनट मात्रै रोकेको। यस्तो मन आत्तियो के केही उठेर केही चकचक गरिहाले कि बाबुहरूलाई एक्लै सुताएर गए पनि यस्तो मन आत्तिने के बाबुहरू उठेर केही चकचक गरिहाले कि भन्नेतिर धेरै ध्यान जाने। बर्खायाम छ नि त बाबुहरूलाई एक्लै रुममा छोडेर जान पनि कस्तो मन आत्तिन्छ के। मेरो कान्छो बाबु चाहिँ उठेको रहेछ के। म आउन्जेलसम्म मेरो जेठो बाबु चाहिँ सुतेको थियो। मम्मी भनेर झन्झन कराउन लाग्यो अनि जेठो बाबु पनि उठ्यो। आज चाहिँ मेरो